हेलो गाइस, सबैजनालाई वेलकम छ मेरो मिनी ब्लगमा। सदा चाहिँ आज पनि पतर 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 बोलेर एउटा भिडियो लिएर आएको छु। आज चाहिँ हामी विशेष गरी बच्चाहरूको इक्जाम सकेपछि छुट्टी भएर गाउँ आएको छौँ है, हैन। गाउँ आएको छौँ अनि गाउँ चाहिँ मेरो पनि बुढोको घर भने पनि मेरो घर अनि माथि छ मूल घर चाहिँ यहाँ दिदीको घर हो। अनि हामी चाहिँ यहाँ दिदीको घरमा आज स्पेसली पार्टी गर्दैछौँ। पार्टी हो र हो, भाले कटिङ छ। अनि काठमाडौँदेखि पनि मेरो कान्छी भाउजू आउनुभएछ, भदैनी भदाहरू सबैजना हामी गाउँ घुम्न आएको। विशेष गरी फेरि यहाँ चाहिँ खतरा भाउजूको हेर्ने इन्ट्री कस्तो भयो। लोकल भाले कतरङ कतरङ छ। अनि लोकल भाले कराम कराम सुत्केरीलाई खुवायौँ भने जस्तो सुत्केरी चाहिँ कोही पनि छैनन् कि, खाने चाहिँ हामी नै हो। तरै यहाँ दिदी भाँडो खरानी आगोमा पकाएको खाना, आगोमा पकाएको खाना। अनि यहाँ चाहिँ लोकल कुखुरा हाम्रो भाउजू स्पेसली काठमाडौँदेखि यहाँ आएर बनाउँदै हुनुहुन्छ। अनि यता उनीँ चाहिँ छन् खसीहरू, खसीको मासु खाने भए चाहिँ अब 1 वर्ष पर्खिनुपर्छ यता चाहिँ। अनि यस्तो चाहिँ कति राम्रो हरियाली छ। अनि यहाँ एउटा लोकल भाले भाउजूले काटेको, यहाँ अरू सेना मेना चाहिँ यता छन्, पिर परिरहेछ। एक्साइटेड हुनुहुन्छ भाउजू? एकदम धेरै एक्साइटेड। काठमाडौँबाट आएर लोकल कुखुरा अनि बनाउन पाउँदा हैन पुरै इच्छुक महानुभावहरूले खाना आउनु होला, सम्पर्क गर्नु होला। सम्पर्क गर्दाखेरि अनि खाना आउँदा चाहिँ रिते नआउनु होला, 1-2 हजार कोसेली लिएर आउनु होला। यति भन्दै अब म भ्लग बनाउँदै यसो वरिपरि देखाउन चाहन्छु। म यस्तै छ गाइज। अब अहिले माथि मूल घरतिर पनि जान्छु यसो भेटघाट कार्यक्रम हैन। अनि भेटघाट त अस्ति पनि आएर भइरहेको छ दिनकै, त्यही पनि आइसकेपछि म नआउने मान्छे आज भाउजू काठमाडौँदेखि आउनुभएछ, जाऊँ न भेटघाट गर्नलाई, मलाई पनि हेर्न मन छ भन्नुभयो र। अनि मेरो दिदीको घर पनि यहीँ, मेरो घर पनि यहीँ, तर म उतै बस्छु हैन। मेरो चाहिँ मूल घर भनौँ न, सासू मम्मी बस्ने चाहिँ माथि छ घर। अनि हाम्रो बसोबास चाहिँ उतै छ। नानीहरूको छुट्टी भइसकेपछि घुम्न जाऊँ न त भने म चाहिँ भोलि बिहानै फर्किहाल्छु है। केटाकेटीहरू चाहिँ यिनै हो नै, स्कुल छुट्टी भएर। मेरो भदैनी चाहिँ यहाँ चाहिँ अब मेरो भदैनी काठमाडौँदेखि आकी घुम्नलाई फुपूको घर, अनि ऊ विराटनगर चाहिँ उसको मामा घर हो, उता पनि जान्छ। यो चाहिँ सदाबार आउने यो छुटकुटी दिदीको छोरी हो, मसँगै बसेर पढ्थे। अनि 12को टेस्ट सकेर पनि आकी यो घरतिर। यो चाहिँ यो चिन्नुहुन्छ होला, यो मेरो छोरी होस् र हो। अनि यो यहाँ चाहिँ कान्छी, यो छुचुन्द्री मेरी छोरी, तर मैले चाहिँ राख्दिएको नाम छुचुन्द्री मेरो छोरी। जति भए पनि मेरो छोरी, मुटुको टुक्रो त पनि होस्, मुटुको टुक्रो यसलाई भन्दा रिसाउँछ। मेरो छोरीहरू पनि गाउँ घुम्न आएका होइन। अनि त्यसपछि अनि अब हेर्नु गाइस, यहाँ फेरि अर्कै पनि थपिन्छ भनेर भालेको भ्लग र चाहिँ यस्तो गुजुमुजु भाले तपाईँले देख्नुभएको थियो। भालेको सिङ्गुर चाहिँ पुरा तपाईँहरूलाई नमस्कार गर्न। यहाँ यो गुलाबको फुल हो, यो माथि यस्तो भाले देख्नुभएको थियो, देख्नुभएको छैन? राम्ररी हेर्नु न त, यहीँ देखिहाल्नुहुन्छ नि त। लु यसलाई यस्तोलाई देख्नुभएको थियो, राम्ररी देखेको थिएन भन्नुहुन्छ भने लु नजिकबाट देख्नु। चामल देख्नुभएको छ। यस्तै हो भ्लग भनेको, हाँस उठाउने रिस उठाउने सबै हुन्छ। रिसाउनु हुन्छ भने केही फरक परेन, हाँस उठ्नुहुन्छ भने पनि राम्रै हुन्छ। हेर्नुहोस्, नमस्कार गर्दै। यो हाम्रो सेनापति, ऊ चाहिँ क्याप्टेन हो है यो घरको। त्यस्तै छ। चाहिँ दिदीले कोला काटेको रहेछ, पाकेको भए मरिजाउँ। यस्तै छ ल गाइज, यस्तै छ हाम्रो सानोतिनो गाउँले जीवनको ब्लग। रमाइलो छ, गाउँले भयो भने गाउँमै रमाइलो छ। केटाकेटी एक्साइटेड हुन्छन्, रमाउँछन्, खुसियाली हुन्छन् गाउँमै। हेर्नु है, केटाकेटीहरू गाउँमै रमाउँछन्। हेर्नु है कति खुसी हुन्छन्, गाउँमै रमाउँछन्। मान्छे सहर भन्छन्, हामीलाई चाहिँ गाउँै ठिक लाग्छ है। सो
यस्तो छ मेरो दिदीको घर हो यो म माथि मेरो घर पनि अहिले भरे भरे जान्छु सो मौरीको घार पनि छ गाइज म खाने भए आउनु होला हेर्नु हाम्रो दिदीको सानो करेसा बारी छ यता ए कता छ लसुनको झुप्पा पनि छ नि यहाँ करेसा बारी छ यस्तै यस्तै अनि यहाँ भाउजूको लोकल भाले लिएर इन्ट्री भन्दैनाङ अब यसलाई चाहिँ आगोमा टटटटटटट पार्नुपर्छ सेकाएर अनि बल्ल पिस बनाउने गाइस अनि हामी अहिले पकाएको पनि बनाउँछौँ नि तपाईँहरूले हेरिदिनु मात्र पर्छ कि हेर्नुहोस् लोकल कुकुरो आगोमा टटटटटट बनाएर पकाउँदा होइन यसरी टटट पारेर पकाउँदा भड्डु भाँडामा आगोमा खाना बसाल्दा चामल भिजाएर यति यसरी राखो अनि भड्डु भाँडामा पकाउँदा यसरी पकाउँदा हेर गाइस यति मिठो भाउजूले काठमाडौँदेखि आएर लोकल कुखुरा काटेर बनाउन तपाईँहरू पनि मुख मिठाउँदै हुन्छ भने हेर्नुहोस् हाम्रो दिदीकोमा लोकल लसुन कति धेरै छ क्या कति धेरै यहाँ हेर्दा भिडियोमा त थोरै देखेको छ तर धेरै छ गाइस के गर्ने हेर्ने हो हामी चाहिँ 2-3 बिटा लिएर जाने हो यता परेवा पनि छ नि चाडा परेवा छ नि यो पनि एकदम हेर्नुहोस् खाना त लोकल कुखुराको मासु खानु भन्ने होइन बनाउने अरू छन् लसुन त केलाइदिनु पर्यो चटटटट पारिसक्नु भयो लिएर हिँडिसक्नु भयो अब यसलाई चट फोरफार कम्पनी लिएर अब मासु त खानु पर्यो होइन मासु खाएपछि लसुन त केलाउनै पर्यो अरू काम नगरे पनि लसुन केलाइदिनु त पर्यो होइन त्यही भएर मेरो चाहिँ काम भनेको यसो लसुन केलाउनु पर्यो गाइज अब यस्तै हो लसुन केलाउनु पर्यो गाइज हेर्नु है आगोको हाम्रो खाना कुन यस्तरी हामी आगोमा पकाएको हामी होइन यस्तै हो हाम्रो गाउँले जीवन होइन हामीलाई यसैमा खुसी मिल्छ यस्तै खाँदा मिठो लाग्छ होइन यस्तै छ गाउँले जीवन हामी तर गाउँले जीवन भइकन यही गाउँले जीवनमा चाहिँ आनन्दी छ मन सन्तोष छ होइन अब यस्तै मैले चाहिँ लसुन पनि केलाइसकेँ पुरै पनि केलाइसकेको छैन गाइस थोरै छ उता खाना चलाउँदै पनि गर्दै रहेछु सघाइदिँदैछु लसुन चाहिँ यति केलाइछु अझै भरस्टै भइहाल्यो अझै केलाउँदैछु केलाउँदै फेरि म बुरुक उफेर हिँडिहालेँ है पुरै एक्साइटेड भएर यहाँ चाहिँ भाउजू भाले भनौँ न लोकल भाले कति लोकल भाले भनेको भन्नुहुन्छ होला भन्ने नै लोकल भाले काटेको हो त भन्ने नै लोकल भाले हो होइन लोकल काटेर ब्रोइलर भन्न त मिलेन फेरि इन्टी यहाँ काट्न होइन पिस बनाउन थाल्नुभयो यो यतिमै साइज सकिन्छ होला आजको हाम्रो ब्लग चाहिँ यस्तै छ होइन केटाकेटीहरू गाउँघर आउँदा पुरा एकदम खुसी हुन्छन् रमाउँछन् नाच्छन् गाउँछन् होइन केटाकेटी खुसी भएपछि आफू पनि धेरै नै खुसी केटाकेटीको खुसीमै हाम्रो सबैभन्दा ठुलो खुसी हो केटाकेटी खुसी सन्तुष्ट हुनु पर्यो त हामीहरू त्यसै सन्तुष्ट होइन त्यसैले बच्चाहरू खुसी त्यसै आमाहरू खुसी होइन त्यसो भन्दै म चाहिँ यो भिडियो सबैजनालाई बाई भन्दै अनि यहीँ टुङ्ग्याउँछु अब हामी चाहिँ पकाउँछौँ खान्छौँ रमाइलो गर्छौँ त्यसैले खानुपर्छ बाई गाइस सबैजनालाई